हेलो साथीहरु, नमस्ते अनि स्वागत छ फेरि पनि आज यो अर्को नयाँ भिडियोमा। साथीहरु, सधैँ जस्तै आज पनि तपाईहरुलाई मलेसियाको अर्को नयाँ डिमान्डको जानकारी लिएर आइसकेको छु। कृपया भिडियोलाई सुरुबाट अन्तिमसम्म हेर्नुहोला, किनभने तपाईहरुलाई यो कुन कम्पनीको डिमान्ड हो र कुन मेन्टमा डिमान्ड गएको छ, कहिले अन्त वार्ता छ भनेर सम्पूर्ण जानकारी दिनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनुहोला, किनभने आगामी दिनहरुमा पनि तपाईहरुले यस च्यानल मार्फत यस्तै नयाँ नयाँ डिमान्ड साथै अन्य मलेसियाको जानकारीहरू पाउन सक्नुहुन्छ। साथीहरु, जुन वैदेशिक रोजगार विभागले प्रमाणित गरेर प्रकाशित गरेको डिमान्डहरू मात्रै तपाईहरुलाई भिडियो मार्फत जस्ताको तस्तै जानकारी गराउने गर्दछु। आज पनि एउटा नयाँ डिमान्ड लिएर भन्दा नि जानकारी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथीहरु, म तपाईहरुलाई स्क्रिनमा जस्ताको तस्तै डिमान्डको विवरणहरू देखाउँदैछु, जुन वैदेशिक रोजगार विभागले प्रकाशित गरेको छ। शून्य लागत अन्तर्गत मलेसियामा रोजगारको अवसर भनेर यहाँकै नोटिस पनि छ। शून्य लागतमा भर्ती भनेर यो भर्ती शून्य लागत नीति अन्तर्गत सञ्चालन भएको छ। भर्ती सम्बन्धी सबै खर्चहरू जस्तै पासपोर्ट, फोटो, मेडिकल जाँच, यातायात, खाना बस्न, अभूमिहीकरण सम्पूर्ण फ्री नै हुनेछ। त्यो चाहिँ तपाईहरु अन्तर्वार्तामा पास हुनुभयो भने मात्रै हो। र रोजगारदाता कम्पनीको नाम भनेको छ एएससी इलेक्ट्रोनिक मलेसिया एसडिएन बिएसडी, जुन चाहिँ मलेसियाको पेनाङ सहरमा रहेको छ। र कम्पनीको फोन नम्बर, फ्याक्स नम्बर सम्पूर्ण दिएको छ र कम्पनीको बारेमा भनेर यहाँ दिएको छ। एएससी इलेक्ट्रोनिक्स एसडिएन बिएसडी सन् 1991 मा मलेसियाको पेनाङमा स्थापना गरिएको कम्पनी हो, जुन अर्धचालक उत्पादन सेवामा अग्रणी कम्पनीको रूपमा सञ्चालन भएको छ भनेर यहाँ विभिन्न कामहरू हुन्छ। प्याकेजिङको काम हुन्छ, परीक्षण सामानहरू परीक्षण गर्ने विश्वकै सबैभन्दा ठुलो स्वतान्त्रिक उत्पादक प्रदायक कम्पनी भनेको छ। एएसई ग्रुपको एक प्रमुख सदस्यको रूपमा यो कम्पनी रहेको छ भनेर यहाँ दिएको छ। र यहाँ सम्पूर्ण विवरणहरू छ। पूर्व स्वीकृति मिति भनेको छ 2082 10 महिना 29 गते। लट नम्बर पनि दिएको छ, एलटी नम्बर, सम्पूर्ण कम्पनीको चलानी नम्बर छ। यो चाहिँ सम्पूर्ण विवरण देख्न सक्नुहुन्छ। र औद्योगिक कामदार फ्याक्ट्री वर्कर भनेर 100 जनाको माग भइआएको छ। र न्यूनतम योग्यता भनेको छ एसएलसी र सोभन्दा बढी भनेको छ। र मासिक तलब चाहिँ 1700 रिङ्गेट नै हो बेसिक तलब। र कम्पनीको काम अनुसार सबै ओभरटाइमको व्यवस्था भनेको छ। रुल अनुसार काम गर्ने घण्टा भनेको चाहिँ 7.5 घण्टा भनेर यहाँ दिएको छ। र हप्तामा 6 दिन। खाने सुविधा छैन, बस्ने सुविधा छ। करार अवधि 2 वर्षको लागि हुनेछ भनेर यहाँ देख्न सक्नुहुन्छ तपाईहरु आफै पनि। त्यसै गरी यसको बारेमा अन्य भन्नुपर्दा चाहिँ यहाँ तपाईहरु आफै पनि देख्न सक्नुहुन्छ। मैले भन्नुभन्दा पनि पासपोर्ट खर्च, मेडिकल खर्च सबै कम्पनीले दिने भनेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले पासपोर्ट खर्च, मेडिकल खर्च, भिजा शुल्क, फाइनल अन्तर्वार्तासम्म र यातायात प्रदान हुने यातायात लागत, खाना बस्नको खर्च सबै रोजगारदाता कम्पनीले बाइ द एम्प्लोयर भनेको छ। यो चाहिँ रोजगारदाता कम्पनीले बेहोर्ने हो। सम्पूर्ण विवरणहरू यहाँ तपाई आफै देख्न सक्नुहुन्छ। हेर्नु होला बिस्तारै, तपाई आफै पनि हेर्न सक्नुहुन्छ। मैले अलि छिटो बोलिरहेको छु होला, नबुझेर सक्नुहुन्छ नबुझ्न, त्यसैले आफै पनि हेर्नु होला बिस्तारै। यसको बारेमा के हो कस्तो हो भनेर सबै जानकारीहरू हेर्न सक्नुहुन्छ। र यहाँ महत्त्वपूर्ण इन्फर्मेसन भनेर पनि यहाँ जानकारी दिएको छ यसको बारेमा। यहाँ तल देख्न सक्नुहुन्छ। आवेदकको उमेर चाहिँ 18 वर्षदेखि 45 वर्षको बिचमा हुनुपर्छ भनेको छ। इच्छुक आवेदकले उमेर प्रमाणीकरण हुने, नेपाल सरकारबाट पाएको कुनै पनि जानकारी हुने, जस्तै नागरिकता भयो, पासपोर्टै भयो, अथवा लाइसेन्स छ भने लाइसेन्स, त्यो लिएर चाहिँ तपाईहरु अन्तर्वार्ताको लागि जान सक्नुहुन्छ। कि त्योले प्रमाणित होस् तब तपाई 18 वर्षदेखि 45 वर्ष बिचको हुनुहुन्छ भन्ने त्यो चाहिँ एउटा प्रमाणको रूपमा लिएर जानुपर्ने हुन्छ। त्यसैगरी यहाँ देख्न सक्नुहुन्छ अन्य जानकारी कम्पनीको बारेमा चाहिँ सेवा अवधि यहाँ 2 वर्षभन्दा कम छ भने चाहिँ तपाईहरुले 8 दिन वार्षिक बिदा पाउनुहुनेछ। र 2 वर्षभन्दा माथि 5 वर्षसम्म चाहिँ वार्षिक 12 दिन बिदा पाउनुहुनेछ।
त्यसै गरी 5 वर्षभन्दा बढी बस्नुभयो भने चाहिँ वर्षको 16वटा बिदा पाउनुहुनेछ। यो बिदा चाहिँ बस्नु भएन भने त्यसको पैसा नि पाउनुहुन्छ। त्यसै 2 वर्षभन्दा माथि बसे बिरामी बिदा चाहिँ वर्षको 14 दिन र 2 वर्षभन्दा माथि बस्नुभएको छ भने बिरामी बिदा 18 दिन र 5 वर्षभन्दा बढी बस्नुभएको छ भने 5 वर्षभन्दा बढी बस्नु 22 दिन बिरामी बिदा। त्यस्तै गरी सार्वजनिक बिदा चाहिँ सबै जुन जति बस्छ भने 15 दिन पाउनुहुन्छ वार्षिक रूपमा भने अस्पताल भर्ना चाहिँ यो पनि जति वर्ष बसे पनि 60 दिन चाहिँ पाउनुहुनेछ। प्रत्येक वर्ष हो यो चाहिँ प्रत्येक वर्ष पाउने हो। एकदमै राम्रो छ सेवा सुविधा पनि। यो नबसे चाहिँ एनुअल लिभ भनेर चाहिँ पैसा आउँछ। यो बिदाहरू बस्नु भएन भने चाहिँ एनुअल लिभमा पैसा आउनेछ। एकदम राम्रो छ सेवा सुविधाहरू। तपाईँ आफै पनि जानकारी लिन सक्नुहुन्छ मेन पावरमा गएर अथवा कम्पनीले सम्पर्क नम्बर दिएको छ त्यसमा पनि। र यहाँ दिएको छ अन्य जानकारीहरू। प्रत्येक कामदारलाई हप्तामा 1 दिन अनिवार्य बिदा उपलब्ध गराइनेछ र ओभरटाइम सहितको कुल कार्य घण्टा कानुनले अनुमान दिएको आपतकालीन अवस्था र बाहेक 60 घण्टाभन्दा ननाग्ने व्यवस्था गरिएको छ। 60 घण्टाभन्दा बढी काम चाहिँ नगर्ने भनेको छ। ओभरटाइम सहित नेपालमा हस्ताक्षर गरिएको रोजगार सम्झौता कामदारको हित तथा सुरक्षामा सुधार हुने अवस्था बाहेक कामदारको गन्तव्य देशमा पुगेपछि पनि परिवर्तन हुने छैन। तपाईले जुन एग्रिमेन्ट गर्नुभयो नेपालमा त्यही नै लागू हुनेछ भनेर पनि यहाँ भनेको छ। आवेदकले कानुनले तोकेको अवस्थामा भन्दा बाहेक आफ्नो व्यक्तिगत पहिचान सम्बन्धी कागजात टाइटेनिक मेन पावरमा अब चाहिँ जम्मा गर्नुपर्ने छैन भनेको छ। केही कागजातहरू जम्मा गर्नुपर्ने छैन र कामदारहरूलाई स्वतन्त्र रूपमा सङ्गठित हुने र सामूहिक हितका लागि कानुनले अनुमति दिएको बेला हुने अधिकार छ भनेको छ। सम्पूर्ण यो चाहिँ नियम कानुनहरू सम्बन्धी छ। यहाँ आफै हेर्न सक्नुहुन्छ। मैले भन्नुभन्दा पनि सबै हेर्नु होला बिस्तारै आफ्नो यहाँ पढेर बुझ्न सक्नुहुन्छ। मैले भन्नुभन्दा पनि के कस्तो नियम कानुनहरू रहेछ र कस्तो सेवा सुविधा रहेछ भनेर सम्पूर्ण यहाँ देखाइरहेको छ। तपाईँ आफै हेर्नु सक्नुहुन्छ। यदि चित्त बुझ्छ भने तपाईँहरूले यहाँ सम्पूर्ण विवरण दिइरहेको छ लेखेर। तपाईँहरूले आफै सम्पर्क गर्न सक्नुहुन्छ। यो बुझिसकेपछि साँच्चै हो कि होइन भनेर मेन पावर पनि बुझ्न सक्नुहुन्छ। र दिएको माथि कम्पनीको नम्बर पनि दिएको छ त्यहाँ पनि सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। यदि पुरानो हुनुहुन्छ भने तपाईँहरू मलेसियाको भाषामै पनि बुझ्न सक्नुहुन्छ अथवा इङ्ग्लिसमा पनि कुरा गरेर बुझ्न सक्नुहुन्छ। यहाँ चाहिँ योग्यता भनेको छ एसएलसी वा सोभन्दा माथि भनेको छ। एकदम राम्रो कम्पनी भएको हुनाले हुनसक्छ। अन्य कम्पनीहरूमा योग्यता चाहिँ साधारण भनेको हुन्छ अथवा सम्बन्धित काममा दक्ष भनेको देखिराख्नु भएको छ होला योभन्दा अगाडिको भिडियोहरूमा। यसमा चाहिँ एसएलसी वा सोभन्दा माथि भनेको छ। त्यही नै हो। त्यसै गरी यहाँ अन्य विवरणहरू पनि देख्न सक्नुहुन्छ। तपाईँ आफै पढ्नु होला यहाँ के भनेको छ कस्तो भनेको छ भनेर आफै पनि हेर्न सक्नुहुन्छ। स्पष्ट रूपमा देखिरहेको छ गुनासोहरू के छ। यदि तपाईँसँग कुनै गुनासो वा छ भने यहाँ दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। व्हाट्सएप नम्बर दिएको छ। क्युआर पनि छ त्यो क्युआरमा गर्न सक्नुहुन्छ। र यहाँ सम्पूर्ण विवरणहरू छ। र यहाँ अन्तर्वार्ताको मिति यहाँ देख्न सक्नुहुन्छ। 17 फेब्रुअरीमा चाहिँ छ भनेपछि काठमाडौँ मेन पावरकै कार्यालयमा फागुनको 5 गते हुनेछ भनेको छ। अन्तर्वार्ता चाहिँ प्रिय अन्तर्वार्ता भनेर यहाँ देख्न सक्नुहुन्छ। तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ। र यहाँ अन्य जानकारीहरू पनि छ। वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी भनेर यहाँ देख्न सक्नुहुन्छ। आफ्नो नाममा भिसा प्राप्त भएको सूचित गर्नुहोस् भनेर सम्पूर्ण विवरणहरू यहाँ छ। तपाईँहरू हेर्न सक्नुहुन्छ आफैले। यसरी सबै हेरेर आफै बुझ्न सक्नुहुन्छ। र यदि तपाईँहरू छनौट भइसक्नु भयो भने चाहिँ जुन मेन पावरले दिएको सम्पूर्ण फाइलहरूको चाहिँ फोटोकपी गरेर अनि आफ्नो पासपोर्टको पनि फोटोकपी गरेर एक प्रति सबैको चाहिँ आफ्नो
घर परिवारहरूलाई पनि छोड्नु होला। त्यही नै हो। यो चाहिँ एकदम शून्य लागत अन्तर्गतको डिमान्ड हो, एकदमै फ्री भिजा फ्री टिकट जुन टाइटेनिक मेन पावरले योभन्दा अगाडि पनि धेरै कम्पनीहरूमा पठाइसकेको छ र यस कम्पनीमा पनि एकदमै फ्री भिजा फ्री टिकट नै हो। कम्पनीको नाम यहाँ मेन पावरको नाम यहाँ देख्न सक्नुहुन्छ, टाइटेनिक भनेर यहाँ देख्न सक्नुहुन्छ। यहाँ टाइटेनिक मेन पावर सप्लायर्स प्राली भनेको छ। इजाजत पत्र नम्बर छ, लाइसेन्स नम्बर छ, जुन यहाँ लोकेसन छ वसुन्धरा चौक काठमाडौँ नेपाल भनेर यहाँ नम्बरहरू विभिन्न नम्बरहरू छ। तपाईले यो नम्बरमा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। यही नै हो साथीहरू। फेरि अर्को दिन अर्को भिडियोमा भेटौँला।